अँ, यो चाहिँ बुक सपको हिस्ट्री कहाँदेखि सुरु भयो, यो कहिलेदेखि भनौँ न? यो बुक सप चाहिँ नि सबभन्दा पुरानो 63 वर्ष अगाडिदेखि 63 स्थापना वर्ष भएको अगाडि। हो। ए पहिला सिङ्गल एजुकेसनल इन्टरप्राइजेस थियो। उम्, त्यसपछिबाट हुँदै हुँदै गएर अनि एउटा भाइ जस्तै ए सेपरेट ए निस्के भएर यो चाहिँ नि पहिला होलसेल गर्ने हिसाबले ए स्थापना भएको ए होइन। त्यसपछि होलसेल गर्यो। त्यसपछि यो 2002 तिर यो चाहिँ नि हामी यो तल चेम्बरको बिल्डिङमा आएर रिटेल ए प्लस होलसेल गर्दै यो इस्टाब्लिस हुँदै आयो। ए अनि त्यो टाइमदेखि कस्तो भने किताबहरू पढ्ने पनि पहिला टुरिस्टहरू बढी थियो, किनभने त्यो बेलामा बाहिरको टुरिस्टहरूले बढी पढ्थ्यो। अनि नेपालीहरू पनि पढ्नुहुन्थ्यो, तर उहाँहरू पहिला प्राय चेतन भगतको किताब 5.1, किनभने पहिला इङ्ग्लिस कमै हुन्थ्यो। अनि त्योबाट चाहिँ नि यहाँ पनि पढ्ने ट्रेन्ड चाहिँ नि बढ्दै आएको हो। सुरुमा चाहिँ तपाईँको भाइरल भनौँ न, त्यो बेला नि एकदम चल्ने टाइपको किताबहरू भनेको पढे, चेतन भगत अनि 5.1। अनि अहिले चाहिँ पहिला तपाईँको कुन चाहिँ जेनरको बुकहरू बेसी पढ्थ्यो, अहिले कुन चाहिँ जेनरको पढ्छ बुकहरू मान्छेहरूले? पहिला चाहिँ नि हामीले टुरिस्टहरूलाई बेच्दाखेरि पहिला फिक्सन र ट्राभल बुक्सहरू चाहिँ नि बढी जान्थ्यो होइन। त्यो बेलामा रबिन कुकहरू थियो, विल्बर स्मिथ, ड्यानियल स्टिल, सिडनी सेल्डन, यिनीहरू चाहिँ नि बढी गइरहेको छ। इन्टरनेसनल बुकहरू बढी गइरहेको थियो। अहिले पनि इन्टरनेसनल नै बढी छन्, तर साथसाथै त्यसको साथसाथै हाम्रो नेपाली राइटरहरू पनिको पनि राम्रै गइरहेछ। नेपाली राइटरहरू स्टाब्लिस हुँदै गए। अनि नेपाली किताब चाहिँ नि बढी चर्चामा आएको भनेको पल्पसा क्याफे नारायण टाइपको हो। त्यो किताब पहिला आउँदाखेरि सबभन्दा एडभर्टाइज कान्तिपुर टिभीमा त्यो किताबले आयो। अनि द्वन्द्वकालीन पछिको त्यो लभ स्टोरी प्लस त्यो पल्पसा क्याफेले सबैको मन जितेपछि त्यहाँदेखि नेपाली किताबको चाहिँ नि उदय हुँदै अहिलेसम्म आइरहेछ। त्यसपछि पल्पसा पछि कृष्ण धारावासीको किताब अलिकति आयो। त्यसपछि हाम्रो सुबिन भट्टराई उहाँको समर लभ पछि एकदमै अलिकति चढाव लियो। त्यो सँगसँगै हुँदा हुँदा इजोरिया, त्यसपछि अहिले आएर दुईटा किताबले चाहिँ नि नेपाली किताबले अलि बढी नै फड्को मारिरहेछ। कुन कुन हो त्यो? निलो प्रेम र एक सरको माया। एक सरको माया। के विषयमा हो त्यो चाहिँ? यो निलो प्रेम चाहिँ नि एउटा लभ स्टोरी नै छ, कलेज पढ्दाखेरिको लभ स्टोरीको हो भने एक सरको माया चाहिँ नि साइकोलोजी स्टाइलको त्यो पनि अलिकति लभ मिक्स भएर त्यस्तो भइरहेछ। अनि त्यसपछि अनि अलिअलि हिस्टोरिकल किताबहरू अहिले अनि जस्तै मलाई मनपर्ने चाहिँ पर्सनली चाहिँ बायोग्राफी, बिजनेस इन्भेस्टमेन्ट सेक्टर होइन, त्यो चाहिँ कतिको गइरहेको छ अहिले पहिलाको कम्पेयरमा, अथवा कहिलेदेखि जान थाले भनौँ न समग्रमा? बायोग्राफी त पहिला पनि जान्थ्यो सेलेक्टेड होइन, पहिला जाने पनि अहिले चाहिँ नि बायोग्राफीमा कम छ। अहिले अब बायोग्राफी हेर्ने कम छ। अहिले बिजनेस र मोटिभेसनल किताब किताब र अहिले ट्रेनिङ फाइनेन्स होइन, त्यस्तो किताबको तुलना चाहिँ नि बढी छ। अनि फिक्सनमा चाहिँ नि पहिलाभन्दा अलिकति कम भएछ। फिक्सनमा कम, नन फिक्सन चाहिँ मान्छेले पढ्न थालेछन् आजकल। थालेछ। अनि मान्छे चाहिँ कस्तो टाइपको भनौँ न, कुन कुन प्रोफेसनको कोही स्टुडेन्ट होला, कोही यस्तो गर्ने टाइपको जब गर्ने होला, बिजनेस टाइपको होला, कस्तो मान्छे चाहिँ बढी किताब किन्न आउँछन् तपाईँको? मेरोमा प्राय सबै खालका आउनुहुन्छ। अनि मेरोमा अहिले मैले हिन्दी सेक्सन पनि भएर हिन्दी पढ्ने पनि धेरै हुनुहुन्छ। हिन्दी पढ्ने अलिकति एजेड हाम्रा राइटरहरू पनि हुनुहुन्छ। अनि टिन एजर चाहिने अलिक बढी छन् पढ्नेमा। उनीहरू पढ्ने भनेको थ्रिलरहरू बढी होइन, थ्रिलर र मोटिभेसनल बढी चाहिने अहिलेसम्म आइरहेछ त्यस्तोहरू।
अनि किताबको अहिलेको अवस्था चाहिँ के छ, जस्तै मान्छेहरूले चाहिँ तपाईँको अनलाइनमा नि धेरै पढ्न थालिए छन् होइन। अब मलाई पर्सनली त मलाई अनलाइन धेरै पढ्न मन लाग्दैन, सकभर तपाईँको फिजिकल बुक नै पढ्ने गर्छु क्या मैले। अब त्यो अरूको चाहिँ मासको हिसाबमा चाहिँ के छ अहिले? मासको हिसाबमा पढ्ने सङ्ख्या त बढिया छ पहिलाभन्दा, तर पढ्नेहरू चाहिँ नि अनलाइनबाट अलि हुने भयो। अनलाइनबाट पनि किताब सहजै रूपमा ठाउँ ठाउँमा पुग्ने भयो। अनि आजकल मान्छेहरू पसलमा आउनुभन्दा अनलाइनबाट बढी अर्डर गर्ने, बढी पैसा तिरे पनि उनीहरू अनलाइनबाट आए। तर अनलाइनमा जति तपाईँको के अरे किताब देखिन्छ नि, त्यो फिजिकल स्टोरमा आउँदाखेरि त्योभन्दा धेरै इफेक्ट हुन्छ। किनभने यहाँ धेरै थरीको किताब हुन्छ, अनलाइनमा त आफूले भनेको खोज्यो त्यो मात्रै भयो। कहिले काहीँ नभेटेका, कहिले तपाईँ नै आउनुभयो, कहिले नभेटेको किताब पाउँदाखेरि कति खुसी हुनुहुन्छ खोज्दै खोज्दै। त्यो चाहिँ नि गर्नको लागि चाहिँ नि नभए पनि महिनामा 2 महिनामा यसो चाहिँ नि स्टोर भिजिट गर्दाखेरि धेरै अझै इफेक्टिभ हुन्छ जस्तो लाग्छ मलाई। मलाई नि पर्सनली के अरे कहिलेकाहीँ यसो हेऱ्यो, आफूले नसोचेको तर राम्रो आफूले मनपर्ने टाइपको किताबहरू भेटाइरहेको हुन्छ क्या मैले। त्यस्तो चाहिँ नि बढी देख्छु। कोही कोही अब धेरै जस्तो अनलाइनबाट किनिरहेको हुन्छ, अनि कहिले काहीँ किताब पसलमा आउँदाखेरि बढी खुसी अनुभव गर्नुहुन्छ र उहाँले किनेको किताब भन्दा पनि फरक किताबहरू पनि कहिले काहीँ सोचिरहेको किताबहरू पनि यहाँ भेट्दाखेरि उहाँहरू चाहिँ यस रमाइलो मानिरहेको हुन्छ। तर अहिले फिजिकल स्टोरमा आउने सङ्ख्या चाहिँ नि पहिलाभन्दा अलि कम हुँदै गइरहेछ, टिनेजरदेखि लिएर सबैले। किनभने बाहिर निस्किन एक त अल्छी हो कि आजकल मोबाइलले गर्दा पनि टाइम बढी खाइदिने भएर नआउने हो कि मान्छेको पढ्ने क्रम चाहिँ ठिकै छ, राम्रै छ, तर स्टोरमा नआउने यताउति चाहिँ भएन। त्यस्तो भयो। किताबकै बिजनेसको चाहिँ फ्युचर कस्तो देख्नुहुन्छ तपाईँले? बुक बिजनेसको भनौँ, अनलाइन अफलाइन दुइटै? अफलाइन अनलाइन अब धेरै जस्तो के अरे अनलाइन गर्ने भएर अब किताब त मरिँदैन, तर रहिरहन्छ। तर पहिला जस्तै अब त्यो रन गर्न चाहिने किताबलाई गाह्रो हुँदै जान्छ क्या, किनभने धेरै कुरोले इफेक्ट पार्दै जान्छन् होइन। मेनली अनलाइन पढ्ने। अनि यसमा अब कपी किताबहरू बढी पाइरेटेड बढी आउने हुन्छ, अनि हामीहरूले बेच्ने ओरिजिनल किताब अलि महँगो भइदिन्छ, कपीहरू सस्तो भएपछि जो पसलहरूलाई अलिकति गाह्रै हुन्छ, तर खतम हुँदैन जस्तो लाग्छ। लास्टमा चाहिँ तपाईँको एङ्गलबाट होइन, तपाईँले जसलाई बुक बेच्नुहुन्छ नि मान्छे सबलाई आउनेलाई, उनीहरूको नजरमा चाहिँ किताब भन्ने चिज चाहिँ के हो जस्तो लाग्छ? तपाईँको नजरमा होइन कि तपाईँले जसलाई किताब बेच्नुहुन्छ नि, उनीहरूले तपाईँ किताब किन्दाखेरि हुन्छ नि एउटा फिलिङ यताउता, त्यो टाइप। किताब किन्दाखेरि त धेरै एक्साइटेड हुन्छ, किनभने स्टडी गर्दाखेरि उहाँहरूलाई भनेको किताब पाउँदाखेरि उनीहरूले आफ्नो करियर बनाउनको लागि पनि कति किताब सोचिरहेको हुन्छ, लिइरहेको हुन्छ। प्रायः जस्तो आफ्नो करियर होइन त्योभन्दा कसरी राम्रो बनाउने भनेर पनि किताबहरू किन्ने गरिरहेको हुन्छ। जस्तै अहिले आउने ग्राहकहरू एक्साइटेड नै हुनुहुन्छ लाग्छ अहिलेसम्म। कोही कोही त अब कति पहिला अब 20 वर्ष अगाडि म कहाँ किनेको किताब पढेर कोही कोही अब पहिला आउने जुन भाइ बहिनीहरू पहिला किताब किन्नलाई गाह्रो हुन्थ्यो, त्यो बेला किताब पनि सस्तो हुँदाखेरि पनि 400, 200, 150 हुँदाखेरि पनि किन्न गाह्रो हुने हाम्रो भाइहरू आउनेहरू कति त अब किताब पढेर विदेशमा गएर अनि नेपाल फर्किएर आउँदाखेरि यहाँ चाहिने आउनु हुँदो रहेछ क्या। अनि उहाँहरू आउँदाखेरि मलाई देख्छन्, अनि अहिलेसम्म अनि उहाँहरू अझै खुसी हुन्छ कि अहिलेसम्म तपाईँको किताब पढेर मैले अब विदेश पनि गएर कमाएँ भन्ने पनि ग्राहकहरू भेट्यो। त्यो हुँदाखेरि आफूलाई एकदम गर्व लाग्छ कि ओ हामीले किताब पसल राखेर पैसा मात्रै होइन कि एउटा भ्यालु पनि जेनेरेट गर्यो मान्छेहरूलाई। पाठकहरूले पनि हाम्रो जुन किताबबाट फाइदा लिएर बाहिर स्टडी गर्न गयो, त्यो राम्रो छ। तर अहिले चाहिने मान्छेहरू किताबमा पसलमा भिजिट गर्ने अलिक कम भएछ। एक त प्रायः जस्तोको गाडी हुन्छ, अनि गाडी हुँदाखेरि हिँडेर आउँदाखेरि पार्किङको प्रब्लम छ जमल एरियामा,
अनि त्यसले गर्दाखेरि पनि यो यहाँ अहिले पाठकहरू आउनेको सङ्ख्या अलिक कमै छ। त्यसको लागि अब प्राय अब हिँडेर आउँदा बेस्ट हो। तर अहिले पार्किङले पनि इफेक्ट गर्दो रहेछ त्यो पसलहरूलाई। ठिक छ, तपाईँको यो बुक हाउसको नाम र लोकेसन भनिदिनु। यो बुक हाउस एजुकेसनल बुक हाउस कान्तिपथ जमल चेम्बर बिल्डिङको तल अवस्थित छ। हजुरको यो इन्साइटफुल नलेजको लागि, सेयरिङको लागि धन्यवाद है ल, तपाईँलाई। तपाईँलाई पनि धन्यवाद।